हेलो एभ्रिवान, वेलकम टु आवर मिनी भ्लग। हजुरहरूलाई चाहिँ फेरि पनि स्वागत छ हाम्रो मिनी भ्लगमा। अनि आज चाहिँ हामी एल्सनको फुपूकोमा जाँदै गरेको गाइज। गाइज अनि हामी चाहिँ एल्सनको फुपूको घर पुग्न लागिसकेका छौँ। अब चाहिँ थोरै नि बाँकी छ। अनि फुपू चाहिँ हामीलाई तल लिनको लागि पनि आइसक्नु भएको छ गाइजहरू। अनि गाइज हामी चाहिँ एल्सनको फुपूलाई भेटेर पनि हामी चाहिँ माथितिर जाँदैछौँ। एल्सन चाहिँ फुपूसँग गइसक्यो। अनि गाइज हाम्रो लागि चाहिँ खाजा पुरै रेडी गरेर राखेको रहेछ एल्सनको फुपूले। अनि यो चाहिँ एल्सनको बर्गर, सानो बर्गर, हेर्नु कस्तो माया लाग्दो बर्गर। अनि एल्सनले चाहिँ उता टिभी देखेको भएर टिभीमै। अनि यो चाहिँ हाम्रो लागि चिकन रोटी अनि सलादहरू थियो। अनि मैले चाहिँ यही खाएँ थोरै। त्यही हो गाइजहरू। गाइस हामी चाहिँ खाजा साजा पनि खाइसक्यौँ। अनि एल्सनजी चाहिँ नाचेर पनि भ्याइसक्नु भयो। अनि अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ। सो त्यही हो, अब चाहिँ हामी यहाँबाट निस्केर चाहिँ सानीको घरतिर जान्छौँ। यहाँ चाहिँ सानीको हामी अफिसमा गएको थियौँ। सो लेट्स सी गाइस, अब चाहिँ हामी उता जान्छौँ। हामीलाई चाहिँ एल्सनको फुपा लिन आइसक्नु भएको छ। अब हामी यहाँबाट चाहिँ सानीको घरतिर जान्छौँ है त गाइस। जो देखे एक बार को पलट के बार बार वो खुदा जाने क्यों तुझे देखने लगता। गाइस एल्सनलाई हेर्नुहोस् त, गाडी भनेपछि यस्तो मह परेर बस्नुहुन्छ। अनि गाइस हामी चाहिँ अन्त घरतिर जाँदैछौँ। एल्सनको फुपू र फुपा चाहिँ हामीलाई छोड्नको लागि आउनुभएको छ। सो त्यही हो, अब चाहिँ हामी घर पुगि नै सक्छौँ। गाइस अब चाहिँ हामी घर पनि आइपुगिसकेको छौँ। अनि हामीलाई फुडाउनको लागि चाहिँ एल्सनको फुपू र फुपा आउनुभएको छ। सो त्यही हो गाइजहरू, बाई, सी यू नेक्स्ट ब्लग।